ओम शान्ति है। म चाहिँ यहाँ बहिनीलाई अहिले भेट्न आएको छु। बहिनीले चाहिँ एउटा ठुलो निर्णय लिनु भएको रहेछ है, हाम्रो बहिनी अब रोटाङको है। बहिनीले चाहिँ के निर्णय लिनु भएको रहेछ भन्दा चाहिँ भगवान्सँग चाहिँ बहिनी चाहिँ आजको दिन चाहिँ बिहा गर्नुहुँदैछ है तपाईँ है, त्यस्तै भन्छ होइन? हजुर, भगवान्लाई चाहिँ अब समर्पित गर्नुहुँदैछ अरे आफूको आफूलाई है। बादमा गएर चाहिँ अब बिहाहरू गर्नु भएन बहिनीले है, बिहाहरू गर्नु भएन अरे है। बहिनीले चाहिँ अब यो अहिलेको युवाहरूलाई एउटा नयाँ है यो कुरा अब मैले चाहिँ भर्खर सुन्दै सिकेको, मलाई पहिला पनि थियो होला यस्तो, तर मैले चाहिँ अहिलेसम्म रोटाङमा चाहिँ सुनेको थिइनँ कि अब भगवान्लाई समर्पित पनि गर्दो रहेछ भनेर है। कता कता चाहिँ सुन्नुमा आउँदै थियो। र बहिनीले यो विषयमा चाहिँ के बहिनी अब तपाईँले चाहिँ के अब मतलब तपाईँहरूले आमा बाबाको इच्छाले हो कि तपाईँले आफ्नै इच्छाले के सोचेर तपाईँले यो गर्नुभयो, यस्तो डरलाग्दो निर्णय तपाईँले लिनुभएको छ है, केही यो विषयमा केही भनिदिनुहोस् न। एक्चुअली यो चाहिँ ब्रह्मकुमारीज भनिन्छ यहाँ चाहिँ हो, प्रजापिता ब्रह्मकुमारीज ईश्वरीय विश्वविद्यालय, जहाँ चाहिँ अहिले हामी स्टुडेन्ट छ। अन्त म चाहिँ यहाँ आएको चाहिँ 6 इयर्स जस्तो भइसक्यो यो संस्थासँग जोडेको। र मैले चाहिँ यसमा चाहिँ धेरै परिवर्तन, यहाँ चाहिँ के सिकाउँदछ मेनली फोकस चाहिँ के रहेछ भन्दा स्व परिवर्तनदेखि विश्व परिवर्तन। मिन्स हामीले आफूलाई चेन्ज गरेर मात्रै हामीले चाहिँ अरूलाई चेन्ज गर्न सक्छ। हामी चाहिँ तर पहिला चाहिँ के गर्छ, यो चेन्ज भए नि हुन्थ्यो नि, त्यो चेन्ज भए नि हुन्थ्यो नि, अनि हामी खुसी हुन्थेँ, म खुसी हुन्थ्यो होला, म सेटिस्फाई हुन्थ्यो होला, त्यस्तो फिल गर्थेँ मैले पनि। तर जब मैले कोर्स गरेँ सेन्टरमा ब्रह्मकुमारीजमा र ज्ञान पाउँदै गएँ, तब चाहिँ परिवर्तन चाहिँ आफूदेखि स्टार्ट हुँदो रहेछ। त्यही भएर चाहिँ मैले दिदीहरूको लाइफ पनि देखेँ, ब्रह्मकुमारीमा जो टिचर हुनुहुन्छ होइन, टिचर बहनहरू, र यति खुसी यति सन्तुष्ट देखेर मलाई पनि भित्रबाट एउटा फिल आयो कि होइन मैले पनि यो गर्नुपर्ने रहेछ। किनभने अहिले समाज देश कति बिग्रेर गएको छ, अहिले युथहरू स्पेसल्ली होइन कति बिग्रेर गएको छ। अन्त यो ज्ञान चाहिँ एकदमै इम्पोर्टेन्ट रहेछ भन्ने चाहिँ मैले त्यो आफै फिल गरेर चाहिँ आज म प्र्याक्टिकल्ली आज म पनि आज समर्पित हुने चाहिँ मेरो निर्णय भइरहेको छ। अन्त यसमा चाहिँ म सेटिस्फाई छु, खुसी छु, र यही मेसेज चाहिँ अरूलाई पनि दिन चाहन्छु। बहिनीले चाहिँ अब भगवान्सँग त भन्नुभयो, र कुन चाहिँ भगवान्सँग चाहिँ तपाईँ एक्चुअलमा चाहिँ अब समर्पित गर्नुहुँदैछ आफैलाई? हाम्रो चाहिँ यहाँ परमपिता परमात्मा शिव भन्नुहुन्छ, जो चाहिँ लाइट हो, निराकार होइन। यहाँ उहाँ चाहिँ सबैको पिताहरूको पनि पिता हुनुहुन्छ, र हामी चाहिँ उहाँ लाइट भनेर जानिन्छ, जो चाहिँ सबै धर्मलाई एक मानिन्छ। यो चाहिँ हामी लाइट भन्छ यहाँनिर। यहाँ चाहिँ आत्मा हुन्छ, आत्माहरूको पिता चाहिँ शिव भनेको चाहिँ लाइट हो। र हजुर यही धन्यवाद बहिनीलाई, बहिनीले आफ्नो विचारहरू राखिदिनु भयो है। तपाईँहरूलाई पनि अब यस्तो केही है, तपाईँहरूलाई पनि अब कुमारी यसमा चाहिँ लाग्नु पर्यो भने जसलाई इन्ट्रेस्टेड हुन्छ उहाँले चाहिँ कोसँग सम्पर्क गर्नुपर्ने हुन्छ? यहाँ चाहिँ यहाँको हेड क्वार्टर चाहिँ अहिले गान्तोक डेभलपमेन्ट एरियामा छ, तर 14वटा संस्था हाम्रो यहाँ इन्स्टिट्युसन खोलेको छ सिक्किममा, र दिदिजहरू हुनुहुन्छ हो, उहाँले नम्बर्सहरूबाट डायल गर्नु सक्नुहुन्छ र कनेक्ट पनि गर्न सक्नुहुन्छ। र टिभी च्यानल छ पिस अफ माइन्ड भन्ने छ, त्यहाँबाट पनि कनेक्ट गर्न सक्नुहुन्छ यो इन्स्टिट्युसनमा। फेसबुक इन्स्टाग्राम जहाँ पनि छ अहिले चाहिँ हो, सबैको थ्रुबाट। यो संस्थामा चाहिँ तपाईँहरूको केटीहरूको लागि मात्रै हो कि है, या केटाहरूको लागि पनि हो, नानीहरूको लागि सबैको लागि हो यसमा? यो चाहिँ हाम्रो सिस्टर्स भनिन्छ हो, नेतृत्व चाहिँ सिस्टर्सहरूद्वारै हुन्छ यहाँ चाहिँ मेनली फोकस। तर भाइजीहरू पनि ब्याकबोन हुनुहुन्छ यहाँ चाहिँ, भाइजीहरूले पनि समर्पित हुन सक्नुहुन्छ यहाँ चाहिँ। अन्त यो संस्थामा चाहिँ तपाईँहरूको केटीहरूले मात्रै यस्तो समर्पित गर्छ कि केटाहरूले पनि गर्छ? गर्नुहुन्छ, भाइजी भन्नुहुन्छ हो, ब्रदर्स अन्त सिस्टर्स हुन्छ हाम्रो यहाँ चाहिँ हो। र अझै एउटा मेसेज, यहाँ चाहिँ अब ब्रह्मकुमारीमा आएर हस्बेन्ड वाइफलाई छुट्याउँछ अन्त यस्तो गर्छ भनेर भनिन्छ, यो चाहिँ एउटा अफवाह जस्तै फैलेको छ। तर त्यस्तो होइन, अहिले हाम्रो ब्रह्मकुमारीमा कति भाइजी बहनजी माताजी स्पेसली युवाहरू भनिन्छ, युवा होइन युगलहरू भनिन्छ, जोडी, उहाँहरू आएर कति उहाँले सेटिस्फ्याक्सन फिल भइरहेछ। अझै उहाँको लाइफमा धेरै परिवर्तन आयो, उहाँहरू कपल्सै हुनुहुन्छ तर पनि यति चेन्जेस आयो, ड्रास्टिक चेन्ज आयो भनेर चाहिँ हामीले प्र्याक्टिकली देखिरहेको छौँ अहिले हो। हाम्रो ब्रह्मकुमारीमा धेरै हुनुहुन्छ, तर मैले त्यही भन्नु खोजेको अब कपल्सहरू हुँदैन यहाँ चाहिँ, अब कपल्सहरूलाई छुट्याउँछ त्यस्तो चाहिँ नसोच्नुहोस्।